टिरिङ टिरिङ यसरी गरे पनि हुन्छ त्यहाँ यस्तो गऱ्यो भने आफ्नै आउन देख्नु टक्क साइकलमा हामी चाहिँ आज घुम्न निस्केको शनिबारै गाइस थाहा होला घुम्ने ठाउँ ओकिनावामा दामी दामी छ भनेर सर हामी चाहिँ साइकल हुँदा चलाउन मिल्दैन त्यही भएर मैले यसरी बोलिरहेको छु गाइस आज हामी ओकिनावाको सर कहाँ कहाँ के छ भनेर टक्क घुम्न जाने हो केटाहरू छन् यति 2-3 जना 4 जना हुने आज चाहिँ गाइस अब भोलिबाट पर्सिबाट युट्युबमा ड्याङ भिडियोहरू आउँछ गाइस टेन्सन लिनु पर्दैन अब मैले हाल्छु गाइस वेलकम टु माई फर्स्ट ब्लग हामी चाहिँ आज टक्क मिलेर 4 जना घुम्न जाँदैछौँ गाइस तर कहाँ जाँदैछौँ कहाँनिर जाँदैछौँ भन्ने कुरा पनि थाहा छैन गाइस हामीलाई चाहिँ लुखुर हिँड्या मात्र हो ओकिनावाको 2 हप्ता भयो कहाँ घुम्ने ठाउँ छ के छ केही पनि थाहा छैन साइकल लिएर हिँड्न चाहिँ हिँडेका छौँ टक्क 4 भाइ छौँ धेरै त छैनौँ 2टा पछाडि छन् हेलो भन हेलो हेलो एउटा अगाडि छ है गाइस एउटा यो छ एउटा म यहाँ छु 2 भाइ पछाडि छन् टक्क हामी चाहिँ आज सरर तर कहाँ हिँडेको भन्ने चाहिँ थाहा छैन है गाइस त्यो भिडियो अन्तिममा म देखाइहाल्छु हामी यहाँ पुगेछौँ भनेर थाहा भइहाल्छ टक्क लाएर जहाँ पुगे पनि टक्क आइहाल्छ कस्तो ठाउँमा पुगे पनि गाइस तर बवाल छ ठाउँ चाहिँ फेरि ओकिनावा दामी छ कि भन्नै पर्दैन उकालो छ गाइस जब साइकल मारी ढकाल्ने हो आनन्दले नेपालमा हुँदा बाइक चलाएको याद आइरहेको छ मिठोसँग के गर्नु अब यहाँ आएर साइकल खेल्नु परेछ यसरी फाइनल्ली हामी चाहिँ मसान घाटमा आइपुगेका छौँ है गाइस टक्क अब उकालो ठेलिँदैछ साइकल स्या हुँदै सबजना यस्तो स्यासा भएछ गाइस पुरै छोडिदिउँ यति उकालो छ नि केटाहरूको हालत भइसक्यो पछाडि धन्न म चाहिँ फोनमा मात्रै हिँड्न सकेको छु यति धेरै उकालो छ नि गाई जति उकालो छ नि पुरै छोडिदियो क्या गाई यो चाहिँ मसान घाट रे गाई चाहिँ आएको मान्छे गाड्ने ठाउँ देखिरहेछ ओकिनावाको हाइट भनेको यति नै होला ओकिनावा लगभग त्यही पनि फाइनल्ली उकालो पनि सक्यो गाई हाइट भनेको यति नै रहेछ टावर रहेछ यार गाई चढ्न मिले त हुन्थ्यो नि मजा आउँथ्यो नि मिल्दैन होला तर मिल्नु नि यार टायर्ड छ यो टायर गाइस फाइनल्ली तेर्सो आइपुग्यो धेरै साइकल ठेलेर मिहिनेत गरेर तेर्सो पनि आइपुग्यो है गाइस फाइनल्ली गाइस यो ठाउँमा आइपुग्यो हामी है मसान घाट रे ओकिनावाको मसान घाट फाइनल्ली देख्न सक्नुहुन्छ सरर लाएर यस्तो छ है 4 भाइ आएको साइकल चलाउँदा यति गाह्रो पनि माएको यति गाह्रो कस्तो भयो भनिदेऊ त साइकल चलाउँदा अनुहार हेर्नु गाई चाहिँ कस्तो भएको अरे एकदम गाह्रो कस्तो भइरहेको छ जापान आउने बवाल भइरहेको थियो नि त यो चाहिँ मसान घाट रे गाई म देखाउँछु ल यहाँको यो चाहिँ मसान घाट टक्क सर पारि समुद्र देख्दो रहेछ गाइस पारितिर यहाँबाट मस्तको त्यो समुद्र नि पुग्ने हो गाइस आज शनिबार हो घुम्नुपर्छ फाइनली गाइस मसान घाट रे कि गाइस खतरा रहेछ कि गाइस बवाल ठाउँ आइपुग्यो जे भए पनि सरर लाएर साइकलमा पनि फेरि गाइस साइकलमा हामी त रोइला पारा हो नि त अनि आयो पछाडितिर ल यो चाहिँ ओकिनावाको मसान घाट खतरा रहेछ गाइस साइकलमा घुम्दै आइदिएको मरे मान्छे उठ्दैन होला जापानिजहरू के उठ्थे मस्त निन्द्रा आउँछ नि यति बेला ठाउँ चाहिँ बवाल रहेछ गाइस जसले जे भने पनि सर हेरौँ त आहा के गर्नु मसान घाट हो गाइस साइकल टिरिङ हो टिरिङ हेलो हामी चाहिँ आइपुग्यौँ है केटा होला भने फाइनल्ली यस्तो ठाउँमा आइपुग्यो गाइस मसान घाट हुँदै लास्टमा आएर यहाँ ल सब माछा मारिरहेछ नि यहाँ त पुरा बल्छी हानिरहेछन् हौ नेपालबाट बल्छी धुर्योले नि यतै बोलाउनु पर्ला जस्तो छ
टक्क यहाँ फिसिङ सकिरहेको छ रमेश काका फिसिङ हानिरहेको छ खतरासँग आनन्दको चिल पारेमा मोज छ गाई चाहिँ यहाँनिर चाहिँ ल सुकुन भनेको यही हो टक्क यति भाइ आयो घुम्यो तर हामी अस्ति आएको ठाउँ है गाई चाहिँ तर यो ठाउँ जानु रहेछ गाई चाहिँ एकचोटि के छ होला केटाहरूको हालत त्यस्तो छ है हेलो भन हेलो फाइनली गाई चाहिँ मनै जाँडा रे हेलो गाई समुद्रको बिचमा है फाइनल्ली हामी ल बिचमा देखाइदियो बिचमा छ गाई है हामी चाहिँ सर बिचमा है समुद्रको बिचमा गाई जाँदैछ अझै केटाहरू बाटो चाहिँ कहाँ आयो बाघ 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 गाइस समुद्रको बिच उहाँ छ हामी घुम्दै 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 बिचमा हो गाइस टक्क लाएर यस्तो छ हालत सर लाएर बिचमा केटाहरू सबजना रैला बिच है समुद्रको बिच गाइस हामी